झापा महिला गोल्ड कप अन्तर्गत बिहिबार झापाको शिवशताक्षी स्थित दुधे रङ्गशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आरबी फुटबल क्लबले आरएस पोखरा एफसीलाई 6-0 गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमी फाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको सुरुदेखि नै बल पोजिसनमा हावी भएको आर्मीले 16औं मिनेटमा जेनिफर राणा मगरको हेडिङ गोलबाट अग्रता लियो। त्यसपछि 33औं मिनेटमा फरवार्ड विमला चौधरीले गोलकिपरको गल्तीको फाइदा उठाउँदै अग्रता दोब्बर बनाइन्। पहिलो हाफको इन्जुरी समयमा विमला विकले एक शानदार गोल थप्दै आर्मीलाई 3-0 को बलियो अवस्थामा पुर्याइन्। दोस्रो हाफमा पनि आर्मीको अग्रता जारी रह्यो। 85औं मिनेटमा विमला चौधरीले व्यक्तिगत दोस्रो गोल गरिन् भने 90औं मिनेटमा शर्मिला थापाले टोलीका लागि 5औं गोल गरिन्। अन्त्यमा इन्जुरी समयमा पुनः विमला चौधरीले हेड मार्फत गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई 6-0 को सहज जित दिलाइन्। उत्कृष्ट प्रदर्शनका लागि विमला चौधरी प्लेयर अफ द म्याच घोषित भइन्। यो जितसँगै सेमी फाइनलमा नेपाल पुलिस र सङ्कटा भिड्नेछन् भने अर्को सेमी फाइनलमा एपीएफ र त्रिभुवन आरबी फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल कार्तिक 24 गते हुनेछ। विजेता टोलीले 10,10,000 रुपैयाँ, उपविजेताले 5 लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई 1,50,000 रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई समान 25,000 रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। हरेक खेलको प्लेयर अफ द म्याचलाई 15,000 रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।